फलाम जतिसुकै कडा र बलियो भए तापनि जब फलाम तातो आगोमा पर्छ त्यसपछि त्यो फलाम स्वत नरम र कमजोर हुन पुग्छ। हो ठ्याक्कै त्यसरी नै मान्छे जतिसुकै बुझ्ने अब्बल स्ट्रोङ र शिक्षित भए तापनि जब अन्धो प्रेममा पर्छ त्यसपछि त्यो मान्छे स्वत कमजोर हुन पुग्छ। हो त्यसैको डरलाग्दो उदाहरण हुन पुगिन् गायिका नितु पौडेल। पटक पटक नितुहरु मर्नु भएन बस यति हो। यति बेला गायिका नितु पौडेलको आत्मदाहको प्रकरणले नेपाली समाज र सामाजिक सञ्जालमा बेसरी तरङ्ग उत्पन्न गराइरहेको छ। गायिका नितु पौडेलको आत्मदाहको प्रकरणमा चर्चित संगीतकार गायक बाबुल गिरी विरुद्ध उजुरी दर्ता भएको छ। माया गर्ने अनि छुटाउने बेलामा परिवार लगाउने पापी कुकुर त पापी तँलाई यस्तो गरी मर्नु पर्छ। 2082 साल कार्तिक 7 गते शनिबारको दिन गायिका नितु पौडेल काठमाडौँ महानगरपालिका वडा नम्बर 29 अनाम नगर स्थित बाबुल गिरीकै एम तिलक रेकर्डिङ स्टुडियोमै आफ्नै शरीरमा पेट्रोल छर्केर आफैले आगो लगाई आत्मदाहको प्रयास गरे। अन्ततः उनको उपचारको क्रममा काठमाडौँको कीर्तिपुर अवस्थित वर्ण अस्पतालमा दुःखद निधन भएको छ। उनको दुःखद निधन पश्चात नितुको परिवार स्रोतले यति बेला चर्चित संगीतकार बाबुल गिरीमाथि आत्महत्या दुरुत्साहन केसमा जाहेरी दर्ता गरेका छन्। निज मृतक नितु पौडेलका परिवारका सदस्यले प्रहरीलाई जारी दरखास्त दिनुभएको छ। त्यसअनुसार हामीले एकजना प्रतिवादी बाबुल गिरी, धनबहादुर गिरी हो उहाँको नाम, उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नितुको परिवारका स्रोत अनुसार बाबुल गिरी र नितु पौडेल करिब 7-8 वर्षदेखि नै प्रेम सम्बन्धमा रहेको खुलासा गरेका छन्। बाबुलले नितु पौडेललाई प्रेम जालमा फसाएर उनलाई गर्नुसम्मको शारीरिक शोषण सँगसँगै मानसिक यातना दिएर अहिले यो घटना घटेको परिवार स्रोतको दाबी छ। तर पीडित परिवारको यो दाबी छ कि बाबुल गिरीले सुरुको संघर्षमा नितु पौडेलबाट भरपूर फाइदा उठाएको, पछिल्लो समय उनका केही गीतहरू चले पश्चात केही उनी चर्चामा आएपछि सँगसँगै भर्खर नानीहरूलाई देखेर लोभिएर मन बिगारेर नितु पौडेललाई पन्छाउनको लागि बाबुलले आफ्नो दिदी बहिनीहरूलाई युज गरेर नितु पौडेलमाथि करिब 6 महिना अघिदेखि नै गाली गलौज मानसिक यातना दिने गरेको परिवारको दाबी छ। तसर्थ यो घटनाको सत्य तथ्य छानबिनमा सरकारवाला सबैको ध्यान आकर्षण हुन निकै जरुरी छ। तपाईलाई के लाग्छ? आखिर पछिल्लो समय यता नेपाली समाजमा आत्मदाहका घटनाहरू दिनानुदिन किन बढिरहेका छन्? यसको समस्या र समाधान के हुन सक्छ? कृपया कमेन्ट गर्नुहोला। साथै यो घटनामा के साच्चीकै बाबुल गिरी इन्भल्भ होला नि त, या परिवार स्रोतको दाबी झुटो मात्रै हो? आफ्नो विचार कमेन्टमा राख्नुहोला। धन्यवाद।